मान्छे जिउँदैछ जस्तो देखिन्छ तर वास्तवमा ऊ मरिस्केको हुन्छ। यस अवस्थालाई ब्रेन डेथ भनिन्छ। ब्रेन डेथ के हो त? आउनुहोस् यसको बारेमा कुरा गरौँ। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि मलाई फलो गर्नुहोला। ब्रेन डेथ भनेको मस्तिष्क र ब्रेन स्टेम दुवै पूर्ण रूपमा र फर्काउन नसकिने गरी बन्द हुनु हो र यस्तो अवस्थामा व्यक्ति कानुनी रूपमा मृत मानिन्छ। ब्रेन डेथ घोषणा गर्नु अघि पहिले शरीरमा ठिक गर्न मिल्ने कारणहरू छुट्याउनुपर्छ, जस्तै धेरै चिसो हुनु, हाइपोथर्मिया, नशा वा औषधिको असर, सेडेसन, इन्टोक्सिकेसन वा रगतमा गम्भीर समस्या जस्तै कम चिनी वा इलेक्ट्रोलाइट्स असन्तुलन। यी समस्या ठिक नगरी ब्रेन डेथ भन्नु गलत हुन्छ। त्यसपछि सास फेर्ने क्षमता जाँच्ने परीक्षण एप्निया टेस्ट गर्नुपर्छ, जसमा बिरामीले आफै सास फेर्छ कि फेर्दैन भने हेर्ने गरिन्छ। यो परीक्षण बिना पुष्टि अपुरो हुन्छ। साथै सबै ब्रेनस्टेम रिफ्लेक्सहरू हराएको हुनुपर्छ, जस्तै आँखाको नानीको प्रतिक्रिया, आँखाको झिम्किने प्रतिक्रिया, ग्याग र कफ रिफ्लेक्स र आँखा चल्ने प्रतिक्रिया। यीमध्ये कुनै बाँकी छ भने ब्रेन डेथ मानिँदैन। ब्रेन डेथलाई बेहोस अवस्था, कोमा, भेजिटेटिभ स्टेट वा लक्ड इन अवस्थासँग झुक्किनु हुँदैन, किनकि यी फरक अवस्थाहरू हुन् र केहीमा फर्किने सम्भावना हुन्छ। यदि बिरामीलाई बेहोस बनाउने वा शरीर चल्न नदिने औषधि दिएको छ भने परीक्षण गर्नु हुँदैन, किनकि यसले गलत नतिजा दिन सक्छ। अन्तमा शरीरमा देख्ने केही झट्का वा मुभमेन्ट स्पाइनल रिफ्लेक्स हुन सक्छ, जसले ब्रेन डेथ छैन भन्ने सङ्केत गर्दैन।